नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म महेन्द्र गौतम, सिन्वा इन्स्टिच्युट बागबजारको कोरियन भाषा प्रशिक्षक। तपाईँहरूलाई आज पनि कोरियन भाषा अध्ययनको क्रममा हाम्रो च्याप्टर 35 को छङ्बो सल्म्यङ अथवा यो जानकारी तथा संस्कृतिको व्याख्या लिएर आएको छु। सो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक तथा सब्सक्राइब गरिदिनु होला र फिजिकल क्लासको लागि सिन्वा इन्स्टिच्युट बागबजारमा बेसिक ग्रामर तथा एडभान्सका क्लासहरू धमाधम सञ्चालन भइरहेका छन्। सो तपाईँहरू लाइभ क्लास लिएर पनि आफ्नो स्किललाई अझ बढाउन सक्नुहुनेछ। सो यहाँहरूलाई केही सहयोगी होला भनेर यो भिडियो बनाएको छु। आजको हाम्रो टपिक छ, हेर्नुहोस् त, हाङ्गुक्वी कोरियाको सानप खुजो भनेको औद्योगिक संरचना। कोरियाको उद्योग धन्दाहरू कसरी चलिरहेका छन्, के कस्तो स्थिति छ, कस्ता उद्योगहरू त्यहाँ छन् भन्ने बारेमा चाहिँ आजको यो च्याप्टरमा डिटेलमा हेर्छौँ। सुरु गरौँ। फर्स्ट प्याराग्राफमा जान्छु म। हाङ्गुकी कोरियाको सानप खुजोनुन औद्योगिक संरचना चाहिँ किसुल ह्यक्सिङ्ग्वा प्रविधिको आविष्कार र ग्लोबल वाइड तारा ग्लोबलाइजेसन अनुसार अथवा विश्वव्यापीकरण अनुसार छिसोक छ कुरो निरन्तर रूपमा यानि कि कन्टिन्युअसली नरोकिकन फ्यन्वाहागो इस्मुनिदा बदलिरहेको छ, चेन्ज भइरहेको छ। भनेको एकै प्रकारको सधैँ छैन कि कोरियाको औद्योगिक संरचनाहरू चाहिँ प्रविधिको आविष्कार सँगसँगै विश्वव्यापीकरण अनुसार पनि यसमा चेन्जेसहरू आइरहेको छ। जस्तो मान्छेहरू पनि सधैँ एउटै भएर हुँदैन, समयअनुसार क्रमअनुसार चेन्ज हुनुपर्छ भने जस्तै उद्योग धन्दाहरू पनि प्रविधिको विकास र विश्वको माग अनुसार चाहिँ यसमा बदलाव आएको छ। ख्वागएनुन विगतमा चाहिँ पहिला चाहिँ नोङअप भनेको कृषि अथवा एग्रिकल्चर र ख्योङखोङअप भनेको सामान्य उद्योगहरू, साधारण उद्योगहरू यानि कि साना उद्योगहरू छुङसिमवी केन्द्रित सानप खुजो यचिमान उद्योग धन्दाहरू भए तापनि, निर्माण भएको भए तापनि अथवा संरचित भए तापनि ह्यन्जेनुन अहिले आएर चाहिँ छेजोअबवा उत्पादन क्षेत्र र सबिसोअप सेवा क्षेत्र थुङ आदि इत्यादि। यहाँ एउटा नयाँ शब्द छ यहाँको लागि, खोबु गागाची भनेको उच्च मूल्य पर्ने अथवा धेरै दाम पर्ने सानब्वी उद्योगहरूको फिजुङ्गी हिस्सा चाहिँ नोप्फाज्यासुनिदा उच्च भएको छ। नोङअब एग्रिकल्चर, अब मत्स्यपालन, इमब फरेस्ट्री अथवा वन उद्योग, थुङ्गे आदि इत्यादि। इल्छा साना भनेको प्राथमिक उद्योगहरू अथवा प्राथमिक भनेको प्राइमरी इन्डस्ट्रीहरू अथवा साना उद्योगहरू चाहिँ हाङ्गुकी कोरियाको छन्छे जिडिपी सम्पूर्ण कुल गृहस्थ उत्पादन, टोटल छन्छे भनेको जम्मा कोरियाको जुन टोटल जिडिपी जति छ नि त्यसमा चाहिँ छाजियानुन ओगट्ने फिजुङ्गी हिस्सा चाहिँ साङ्दे छ कुरो अपेक्षित रूपमा नै नाचिमान भनेको कम भए तापनि, थोरै भए तापनि यी चिजहरूले कोरियाको टोटल जुन इन्कम छ नि, एउटा जिडिपी छ नि देशको कुल गृहस्थ उत्पादन, त्यसमा त्यत्रो ठुलो प्रभाव चाहिँ पारेको छैन, कमै भए तापनि। तर यसको मुख्य कुरा यहाँ दिएको छ, कुङमिन्वी नागरिकहरूको किबोन सेङ्वारे आधारभूत जीवनयापनमा फिर्योहान आवश्यक पर्ने नोङसामुल। हेर्नुहोस् त, नोङसामुल भनेको कृषिजन्य चिजहरू, सुसानमूल भनेको सामुद्रिक चिजहरू जस्तै माछा मासुको कुरा हो क्या यो। अर्को इम्सानमूल भनेको वनजन्य चिजहरू जस्तै काठ, दाउरा, रुखपात आदि इत्यादि। थुङ्गे आदि इत्यादिको सेङ्सानेस उत्पादनमा, यो सेङ्सान भनेको प्रडक्सन, उत्पादनमा चाहिँ यजनी अझै पनि स्टिल अहिलेसम्म पनि छुङयोहान महत्त्वपूर्ण यक्खाल भूमिका हागो इसुम्निदा खेलिरहेको छ। म तेस्रो प्याराग्राफमा जान्छु। ह्यन्जे हालसालमा हिजो आज आएर हाङ्गुकुन कोरिया चाहिँ, अब पहिलाको कुरो त्यो भयो भने अहिले चाहिँ के त भन्ने कुरा यहाँ दिएको छ। अहिले आएर कोरियाले चाहिँ छन्जा इलेक्ट्रोनिक, छादोङसा कार निर्माण, त्यस्तै छोसन भनेको सिप बिल्डिङ, पानी जहाज निर्माण, ह्वाहाक सानप भनेको केमिकल इन्डस्ट्री अथवा रसायन उद्योग, थुङ्गेछ आदि इत्यादिमा सेगे छकिन विश्वस्तरीय, ख्योङजेङन्यक भनेको प्रतिस्पर्धा
विश्वव्यापी प्रतिस्पर्धा चाहिँ खाजीको स्मृता गरिरहेको छ। अहिले आएर चाहिँ कोरियाले यी कृषिजन्य चिज, सामान्य चिज होइन कि गाडी, पानी जहाज, इलेक्ट्रोनिक चिजहरू जस्तै टिभी सिभी हुन्छ नि, फ्रिजहरू, यस्ता चिजहरूदेखि लिएर केमिकलजन्य चिजहरूमा पनि, रासायनिक चिजहरूमा पनि विश्व स्तरमा ठुलो, यहाँ एउटा शब्द, नयाँ शब्द हुनसक्छ हजुरहरूलाई, ख्यङजेङन्यक भनेको चाहिँ प्रतिस्पर्धा यानि कि कम्पिटिसन गरिरहेको छ। थुकी विशेष गरी स्यामसुङ भनेको नि, ह्युन्डे, ह्युन्डाई, एलजी वा काथुन एलजी जस्ता धेकियबदरी ठुला उद्योगहरूले ग्लोबल सिजाङएस विश्व बजारमा छुङयोहान महत्त्वपूर्ण विछिरुल स्थान, महत्त्वपूर्ण स्थान चाहिँ छाजिआगो सुविधा ओगटिरहेको छ। अहिले पनि हाम्रै नेपालमै हेर्ने भने नि हेर्नुहोस् न, मोबाइलहरू पनि सामसुङ, यो फ्रिजहरू हेऱ्यो भने एलजी, सामसुङ हैन, त्यस्ता चिजहरूले चाहिँ विश्व बजारमा एकदमै महत्त्वपूर्ण स्थान चाहिँ ओगटेको छ। छाजिआदा भने के गर्नु, ओगट्नु। अहिले तोहान पुनः अझ थप यति मात्र होइन कि आइटी वा आइटी भनेको आइटी नै हो, इन्फर्मेसन एन्ड टेक्नोलोजी भन्छौँ नि हामी, यो र सफ्टवेयरको सानवी उद्योगहरूको फाल्जानुल फाथाङुरो विकासको आधारमा, आइटी र सफ्टवेयर उद्योगहरूको विकासको आधारमा, फाथाङुरो आधारमा खुम्युङ आर्थिक अथवा वित्तीय, क्योयुक भनेको शैक्षिक, विडियो भनेको चिकित्सा, ख्वाङग्वाङ भनेको पर्यटन, थुङे आदि इत्यादि सबिसु सानवी सेवा क्षेत्रका उद्योगहरू चाहिँ हाङ्गुकुई कोरियाको डिजिटल ख्यङजे फाल्जनुल, डिजिटल आर्थिक विकासलाई, डिजिटल भनेको डिजिटल, ख्यङजे फाल्जन भनेको इकोनोमिक डेभलपमेन्ट अथवा आर्थिक विकासलाई चाहिँ इकुलको स्मृता भनेको नेतृत्व गरिरहेको छ। खुरीको अनि हाङ्गुकुई कोरियाको केपअप, कोरियन पप गीत भयो, थुरामा, ड्रामा, त्यस्तै गरी यङवा मुभी, थुङे आदि इत्यादिको सेगेछक भनेको विश्वव्यापी इङ्किए लोकप्रियतामा चाहिँ हिम इब भनेको जोड दिएर, हिम भनेको बल हो क्या, शक्ति, हिम इब भनेको जोड दिएर, बल लगाएर, मुनवा कन्टेन्ट सांस्कृतिक सामग्रीहरू, संस्कृतिसँग सम्बन्धित सामग्रीहरू अथवा कन्टेन्टहरूको सानब्दो उद्योगहरू पनि खुन छुमगुल ठुलो आकर्षण चाहिँ फातको सुविधा पाइरहेको छ। म चौथो प्याराग्राफमा जान्छु। छैगनेनुन हिजो आज हालसालमा आएर चाहिँ साक्षात चौथो भनेको सानव ह्यङम्यङ औद्योगिक क्रान्तिको सिदेरुल भनेको युगलाई, यो सानव भनेको उद्योगको, ह्यङम्यङ भनेको क्रान्ति अनि सिदे भनेको युग ल, चौथो औद्योगिक क्रान्तिको युगलाई भाइ बहिनीहरू, अहिलेको युगलाई चाहिँ फोर्थ होइन, चौथो औद्योगिक क्रान्तिको युग भनेर भनिन्छ क्या। थेबिहाय यसलाई फोकस गरेर अथवा लक्षित गरेर, चौथो औद्योगिक क्रान्तिको युगलाई लक्षित गरेर इङ्गोङ छिनुङ एआई भन्छौँ नि, आर्टिफिसियल इन्टेलिजेन्ट, अथवा यसलाई नेपालीमा चाहिँ कृत्रिम बुद्धिमत्ता भनेर भन्छ, जस्तो च्याट जिपिटी, अहिले चाइनाको भर्खरै लन्च गरेको डिपसिक, यस्ता चिजहरूलाई चाहिँ एआई भन्छ। त्यो फिक्दै थ बिग डाटा अथवा ठुलो डाटा। छायुल जुएङछा भन्ने शब्द छ, छायुल जुएङछा भनेको सेल्फ ड्राइभिङ कार, त्यस्तै लोबोट छ, रोबोट, थुङे आदि इत्यादि किसुल खेबारे टेक्नोलोजीहरूको विकासमा अथवा प्रविधिको विकासमा महानुन थुजारुल धेरै लगानी हागो सुम्य गरिरहेको छ। अनि कोरियाले चाहिँ अहिले आएर एआई, बिग डाटा, त्यस्तै सेल्फ ड्राइभिङ कारदेखि लिएर रोबोट जस्ता टेक्नोलोजीहरूको विकासमा अथवा प्रविधिको विकासमा ठुलो लगानी गरेको छ। र इरुल थोङे यसको माध्यमद्वारा सेरोन नयाँ सङ्जाङ विकसित थुङ्न्यगुल शक्तिशाली खालका छाक्कोजा खोज गर्ने नोर्यखागो स्मृदा प्रयास गरिरहेको छ। इरहान यस्ता खालका सानव खुजोई औद्योगिक संरचनाको फ्यन्वानुन बदलावले चाहिँ हाङ्गु ख्यङजेवी कोरियाको अर्थतन्त्रको खुप्चे ख्यङजेङन्यकुल अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई नोफिनुन्दै उच्च रूपमा प्रतिस्पर्धा गर्दाखेरि यस्ता चिजहरूले चाहिँ खियागो सुनिदा भनेको योगदान दिइरहेको छ। हस् त आजलाई यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि लाइक तथा सब्सक्राइब गरिदिनु होला र
अझ अझ इफेक्टिभली अझ प्रभावकारी रूपमा लाइभ क्लास लिन चाहनुहुन्छ भने सिन्वा इन्स्टिच्युट, सिन्वा कोरियन भाषा बागबजारलाई सम्झिनुहोला। आजलाई चाहिँ यति नै। यस्ता जानकारीमूलक भिडियोहरू लिएर फेरि पनि आउनेछु। राम्ररी बस्नुहोला। थ्याङ्क यू। बाई बाई। खामसाम्निदा।